ल हाम्रो सम्पूर्ण टोलवासीहरूको मुख्य मन्दिर श्री कोटकालामदेवी मन्दिरमा आज हामी दर्शन गर्न आइपुगेका छौँ। दर्शन गर्न आउने क्रममा आमा बुवा बाबु दुईटा दुर्गा अनि हाम्रो छवि दाइ घर आइएको छ। अनि यो नयाँ बनाएपछिको पुनर्निर्माण पछिको मन्दिर पहिलोचोटि आउँदा धेरै रमाइलो राम्रो लाग्यो। ल कोटकालामदेवीले हामी सबैहरूलाई रक्षा गर्नु, कल्याण गरून्, सुस्वास्थ्य एवं दीर्घायु बनाइदिनुहोस्, यही छ कामना।